ल गाइस रेडी भयो अब यहाँ आज चाहिँ यहाँ ओपनिङ सेरेमनी अनि आज यहाँ ज्योति हेर्ने भनेको कस्तो के हुन्छ हेरौँ जोत्ने मान्छे चाहिँ म यहाँ हो यस्तो छ कम्बुट अनि आज यहाँ घरमा आस्तिर ज्योति हेरौँ भनेको हेरौँ कस्तो हुन्छ ल गाइस भरे ज्योतिको पनि देखाइन्छ ल हाम्रो यहाँ अब बाबाको लागि पावर टेलर छिटो भयो कि त ल अनि आज चाहिँ हामी यो जोतौँ भनेको हेरौँ कस्तो हुन्छ यो झोडीमा हुन्छ कि हुँदैन हौ र पनि ट्राई गरी हेरौँ यहाँ रेनवेमा केही जोत्न सक्यो भने चाहिँ राम्रो हुन्थ्यो दिदी अलिक यो फाड्नु नि झोडी ल अब जोत्नुपर्छ है हाम्रो यहाँ दिदी पनि खाजा लाउन आएको अरे कता हौ नयाँ पावर टेलरमा खाजा लाउन आएको अरे कति छ दिदी धेरै धेरै धन्यवाद लसो लसो ल यहाँ जोतिँदैछ अलिक माथि माथि लानु नि ल बाउले जोत्दैछ है यहाँ एक्सपर्ट भयो अब स्टार्टिङमै होला होला छेउ 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 घुमाउन घुमाउनु हलो घुमाउँदैछ घुमाउनु उता ल गाइस यहाँ बाउको गोरु जोत्ने ट्रेनिङ हुँदैछ पटेल यहाँ यस्तो हालत छ पसिनाको यहाँ बाउलाई पटेल चलाउनु सिकाउँदैछु गाइस अहिले भरे जोति सकेर अपडेट दिउँला फेरि यहाँ दिदीले कन्ट्याक्ट गर्नु हुँदैछ पटेल जोतेको हेर्नुहोस् सानो पावर टेलरले
लगाइस रेस आजको लागि हुन्छ रेस कति जोते हुन्छ नि साथी हो यस्तो गरेर आधी चाहिँ जोत्यो साथी हो यस्तो छ बारी जोते कालो भयो है पसिनाको धारा हेर्नुहोस् न आधी चाहिँ जोत्यो किनभने आज म जिएमसी जाँदैछु नि त जिएमसी भोलिन्टियर्स त्यो भएर लेट हुन्छ होला भनेर चाहिँ अहिले अलिकति जोत्यो है बारी हुन्छ यस्तो छ यसरी जोत्यो अनि तपाईँको हो यस्तो झार जङ्गल छ भने चाहिँ त्यो स्पाइकमा अड्केर जोतिँदैन रहेछ हो बारी पहिला चाहिँ चिल्लो बनाउनु पर्ने रहेछ गाइस त्यहाँ त के भन्नु जोताइ त कालो नि त खतरा जोतेको छ लगाइस अब चाहिँ सावर गरेर गेलफु जाने आज र गाइस गेलफुको यसो नम्से नेताङ अपडेट भेगेत भयो टिल देन सी यू टाटा बाई बाई